कहाँ जानु लाग्नुभएको बाबा? म सब्जी लिन जान आँटेको ल, तरकारी बनाउने सब्जी ए हुन्छ। करेसा बारीमा जान्छु ल। सब्जी टिप्दै हुनुहुन्छ मम्मी। अब म त्यता जाँदै, ट्याङ्रा खोला हो है। ट्याङ्रा खोला सिरी आएको छ। सब्जी टिप्दै हुनुहुन्छ अनि अहिले बिहानको लागि तयारी गर्दैछन्। अनि के गरेको मम्मी? अनि टाइम लाग्छ नि त हौ, त्यस्तै हो। बोडी मुन्टा सब फलेछ। बोडी हेर्नु न कति फलेको रहेछ कि अघि टिपेको। फेरि यहाँनिर बोडीमै बोडी छ। बोडी छ। बोडी रहेछ नि त। यस्तो भेट्नै नसक्ने रहेछ म त यहाँ। यत्रो बोडी फलायो त। बोडीको तरकारी आज खुवाउने भए। मुन्टा टिपिसक्यौ न? अझै टिप्दैछौ? अनि मकै त पाक्न आँटेछ नि हो है? घाँस हो है, बाख्रा खसीलाई लगाएको घाँस हो। बारीमा यस्तो तरिकाले घाँस उम्रिरहेछ। बाख्रा पालनको लागि यो विकासे घाँस कि खोइ के भन्छ, कुन जातको घाँस हो, यसरी लगाएका छौँ। बाख्रा पाल्नु त्यति साह्रो दुःख पर्दैन यसरी घाँस लाग्यो भने है। अनि घाँस साथसाथै हामीले चाहिँ यता यो बारीमा साग सब्जीहरू, यसो तरकारी, अनि हरियो मकैहरू, अनि यता छ करेला, तिते करेलाहरू छन् है। पर यो घरवाली चाहिँ सब्जीहरू टिप्दैछ। अब बिहानको सब्जी तयार गर्दैछौँ। अब हेरौँ कस्तो पकाएर दिने हो होइन, आफ्नै अर्ग्यानिक सब्जी। अब पर एउटा गुरुङ बाएर छ, त्यो के गर्दैछ, घाँस काट्दैछ कि के गर्दैछ। ए ल, लड्छ धेरै मुन्टा टिपिसक्यो। छोडिदेऊ अब है। यस्तो हेर्नु न, कस्तो राम्रो छ नि।
बारी नि त्यतिमा मकै चाहिँ राम्रो भयो नि क्या त। मकै अलिकति बिग्रेछ। यो खसीला घाँस पनि 2-3 मुठा लानुपर्छ नि त। यो मुन्टा यस्तो अप्ठ्यारो भयो क्या, धेरै भएको छ कि। यहाँ साइकलमा झन्डा पनि नि गुडाउनु सकिनु हुन्छ क्या, यहाँ बाँध्नुपर्छ। के गर्नुभएको? यो यस्तो यो घाँसको होइन गाँठ हुन्छ कि त्यो बाख्राले खाँदैन, अनि त्यसलाई त्यसरी काट्नुपर्छ। त्यसै फ्यालिदिनु? त्यो त अनि रोप्दाखेरि उम्रिन्छ होला नि त नि। उम्रिन्छ नि त, रोप्दा कहाँ रोप्ने, अब धेरै छ यो सबै यो अस्ति घाँसको हो होइन। ल फ्याल्दिनु त्यसलाई। हामी अब है यसले हेरिरहेको हेर्नु न, हामी यहाँ तरकारी ल्याइ पुऱ्याएँ, मम्मीलाई पनि ल्याएर आएँ। तरकारी टिप्दै हुनुहुन्थ्यो है माथि बारीमा मम्मी। मैले तरकारी ल्याएर आइपुऱ्याएँ।